नमस्कार तथा हार्दिक स्वागत छ दर्शकहरुमा। आज म एउटा सानो जानकारीमूलक भिडियो ल्याएर हजुरमा उपस्थित भइसकेको छु। भिडियो के कस्तो लाग्नेछ अन्तिमसम्म हेरेर लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न नभुल्नुहोला भन्दै आज भिडियोको विषयवस्तुतिर प्रवेश गरौँ। आज भिडियोको विषयवस्तु के छ भन्दा कुन कुन गणमा विवाह गर्दा राम्रो हुन्छ, कुन कुन गणमा विवाह गर्दा नराम्रो हुन्छ भन्ने इत्यादि विभिन्न प्रकारका कुराहरू ल्याएर हजुरमाझ म उपस्थित भइसकेको छु। भिडियो अन्तिमसम्म हेर्नुहोला। विवाह भनेको गण हेरेर मात्र हुँदैन, विस्तृत रूपमा जानकारी लिनका लागि तपाईले चिना कुण्डली नै हेर्नुपर्ने हुन्छ। त्यसैले हाम्रो त गण मिलेको छ, अब हामीले विवाह गर्नुहुन्छ भनेर हावातालको कुरामा तपाईले विवाह नगर्नुहोला। त्यसैले विवाह गर्नै मन छ भने तर तपाईको गुण त मिलेको छ, तर तपाईको चिना के छ कस्तो छ भनेर त्यसको डिटेल रूपमा हेर्नको लागि तपाईले दुईटैको वर र वधुको दुईटैको चिना मिलाएर मात्र विवाह गर्नुहोला। अहिले सानो गल्तीले पछि धेरै दुःख पाइन्छ, त्यसैले चाहिँ अहिले सानो गल्ती चाहिँ नगर्नुहोला। अहिले सानो गल्ती गर्नाले पछि डिभोर्स हुने इत्यादि विभिन्न प्रकारका छोड्ने, कसैको मृत्यु हुने इत्यादि विभिन्न प्रकारका कुराहरू हुन सक्ने सम्भावना देखिन्छ। त्यसैले अहिले नै पहिला नै विवाह गर्नुभन्दा पहिला नै तपाईले चिना कुण्डली मिलाएर मात्र विवाह गर्नुहोला। तर त्यसमा पनि गुणहरू कुन कुन गुणमा विवाह गर्दा कस्तो फल प्राप्त हुन्छ भनेर म बताउन गइरहेको छु। देव गणमा चाहिँ देव भनेको देवता, देवता गणमा चाहिँ एकदम घनिष्ठ प्रेम हुन्छ, राम्रो हुन्छ। मनुष्य गणमा पनि एकदम घनिष्ठ प्रेम राम्रो हुन्छ। अर्को छ राक्षस बीचको पनि राम्रो घनिष्ठ प्रेम हुन्छ। देव र मनुष्यको पनि राम्रो ठिकै नै हुन्छ, शुभ हुन्छ। धेरै राम्रो पनि हुँदैन, धेरै नराम्रो पनि बीचको शुभ हुनेछ। र देवता र राक्षस भेट भयो भने के हुन्छ, त्यसै गरेर देव र राक्षसको विवाह गर्नु हुँदैन। यो भनेको झै झगडा, कलह, कलङ्क र दिन प्रतिदिन झै झगडा हुने गर्दछ। र मनुष्य र राक्षस मानिस र राक्षसको भेट भयो भने के हुन्छ, त्यसै गरेर मनुष्य र राक्षसगण पनि विवाह गर्नु हुँदैन। यो गरे के हुन्छ त भन्दा अकालमा मृत्यु हुने कसैको र दिन प्रतिदिन झै झगडा हुने इत्यादि विभिन्न प्रकारका कुराहरू हुने सक्ने सम्भावना छ। र विवाह गण अहिले तपाईले सानो हाम्रो त गण मिलेको छ, त्यही पनि गण पनि मिल्नुपर्छ। तर विस्तृत रूपमा जानकारी लिनका लागि तपाईले चिना कुण्डली पनि देखाउनु पर्ने हुन्छ। वैवाहिक जीवनको निर्णय चिना कुण्डली हेराएर मात्र लिन सक्नुहुनेछ। त्यही भएर तपाईले विस्तृत रूपमा जानकारी लिएर मात्र वैवाहिक जीवनको टुङ्गोमा पुग्नुहोला, अन्त्यमा पुग्नुहोला। तपाईले मनले सोचेको आँटेको सम्पूर्ण काम पुरा हुनेछ। र हस्त, धन्यवाद, नमस्कार। अर्को भिडियोमा भेटौँला।